एक्सन त बिस्तार फर्क्यो नत्र मैले भ्याउँदैन यो मैले तानिसकेको छु यो तैँले मलाई मार्ने होइन कि अब म तँलाई मार्छु यस्तो गरेर यस्तो ल त्यहाँबाट यो म चाहिँ हेरेर छु नि एक्सन त बिस्तार फर्किहाल्छ यो दुखेसो सिरियल हो हजुर दुखेसो सिरियलको सुटिङ हो एकदमै गाह्रो छ हेर्नुहोस् के गर्ने जङ्गल जङ्गल हिँडेर यसरी गरिन्छ हामीले मलाई पक्कै पनि आशा छ हजुरले माया गरिदिनुहुन्छ भने सधैँभरि हाम्रो पुरा आशा गरेको छौँ युट्युब च्यानल मिडियामा र हाम्रो यो हुनेछ दुखेसो सिरियल हेर्नको लागि के सल्लाह सुझाव कतै जम्बु जेएमबु मिडियामा गएर पनि हेर्न सकिनेछ तिमीले अति गरेर चाहिँ देखेन होइन मैले गरे मात्र देख्यौ गरिदिनु होला दुःख साह्रै गर्नुहुन्छ यो बिटा बोल्नु अनि त्यो नास्ता गरेर केही पनि भन्नुहुन्न यस्तो बेलामा पनि तिमीले अति गरेर चाहिँ देखेन होइन मैले गरे मात्र देख्यौ सुटिङ गर्नुहुन्छ ल साह्रै नै दुःख छ सल्लाह सुझाव गल्ती भए हजुरहरूले एकदम दिन सक्नुहुन्छ तिमीले अति गरेर चाहिँ देखेन होइन मैले गरे मात्रै देख्यौ म त यस गाउँको सानो काजी हुँ म अति पनि गर्छु अत्याचार पनि गर्छु एक दिन त मेरो यो हातबाट मर्छस् त मलाई मार्छु म तँलाई मार्छु तैँले मलाई मार होइन म चाहिँ मार्छु मैले यो तान्दैछु पानी हाल्नु तैँले मलाई मार होइन म चाहिँ तिमी मलाई हेरेछौ मेरो एक्स हेर त्यहाँबाट धन्दा एक्सन तैँले के चाहिँ गरिनस् तैँले मेरो टाउको फुटाइस् मेरो आफ्नै बाख्रा फुकाएर लान लाग्दाखेरि त्यो लौराले हानेर टाउको फुटाएको भर्खर जस्तो लाग्छ त त स्वीकार गर यो कुरा मैले गाउँलेहरू कसैलाई भनिनँ एक्सन होइन सानकाजी मैले तिम्रो के बिगारेको छु र मलाई यमलोक पुर्याउने र परम धाम पुर्याउने कुरा गर्दैछौ तैँले के चाहिँ बिगार्निस् तैँले मेरो सब थोक बिगारेछस् मैले मेरो आफ्नै बाख्रा फुकाएर लाँदाखेरि तैँले मेरो टाउको फुकाइस् अझै त्यति बाहेक तैँलेबाट त्यहाँबाट भनौँ न भीमको उसको जिम्मेवार गराउँछ अब